तिमी घरकासँग झर्किन्छौ, आफ्नासँग रिसाउँछौ, मुख छाड्छौ, उस्तै परे हातै उठाउँछौ। अनि भन्छौ, आफ्नालाई त हो गाली गर्ने, आफ्नासँगै हो रिसाउने, जहाँ माया त्यहाँ झगडा। सबैभन्दा प्रिय मान्छेसँग किन झगडा? किन वचन लगाउने उसलाई अनि किन दुखाउने उसको चित्त? उसँग हामी जिन्दगीको सहयात्रा गर्नु छ, दुःख सुख सँगै कटाउनु छ। थरथराउँदा भोलि आफ्नो ज्यान उसैलाई बलियो सहारा बनाउनु छ। आज सँगै रमाउनु छ, भोलि फेरि उहीसँग तीर्थ जानु छ। आखिर उसलाई पाउनकै लागि सम्झ त, कुनै दिन तिमी समाजको विपरीत गयौ, उस्तै परे घर परिवारसँग सम्बन्धै बिगार्यो। ऊ बिना बाँच्न सक्दिन लागेरै त होला, आफैलाई समेत हानि पुर्यायो। अनि आज फेरि किन त तिमी सानातिना विवादमा आफ्नो प्रेमलाई घसिटेको? कामको तनाव, घर व्यवहार, परिवार, नाता सम्बन्ध आदि इत्यादि चलिरहन्छ खिचातानी जीवनभर। तर तिमी आफ्नो प्रियसँगको सम्बन्धको खिचातानी गरेर किन उसलाई कमजोर बनाएको? मायामा सधैँ एक अर्काको साथ अनि भरोसा रहनुपर्छ। कठिनाइमा साहससँगै एक अर्काको सम्मान उत्तिकै। बोल्नु मात्र त के अर्थ हो र? बस वचनको तिमी पक्का हुनुपर्छ। उसका राम्रा मात्र होइन, खराब आचरणको पनि तिमीलाई हेक्का हुनुपर्छ। आउन सक्छन् सानातिना अप्ठ्यारा, म छु नि तिम्रो लागि ढाडस बनिदिनुपर्छ। उसलाई सपना देख्ने अधिकार देऊ, आफ्नै हत्केलाले साकार पार्ने हिम्मत जुटाइदेऊ। उसको जीवनको तिमी नियन्त्रक होइन, सहयात्री बनी जीवन सहज पारिदेऊ। प्राय उसले तिमीबाट समाधानको भन्दा साथको अपेक्षा गरेको हुन्छ। हृदयदेखि बस उसको कुरा सुनिदेऊ। मुट्ठी बन्द गरी सम्बन्धको गला नदबाऊ। हराउने नै गरी उसलाई बेफिक्री नछोडिदेऊ। बस हत्केला यति फराकिलो पार्नु कि जति नै उचाइमा ऊ पुगे पनि त्यही हत्केलाको न्यानोपन सम्झेर तिम्रो छेउ आइपुगोस्। तिमी यति भरोसा दिनु, तिमी यति प्रेम दिनु। उसलाई एक पेज छेउ लगाएर सके मिठो बोलिदिनु। जीवनका रहस्य दुनियाँको सामु छरपष्ट होइन, केवल उसँगै खोलिदिनु।